नमस्कार भाइ बहिनीहरू, अमित सरको युट्युब च्यानलमा तपाईँले स्वागत छ। म आज क्लास 9 युपीटीमा जुन वेदान्त पब्लिकेसनको ट्रिग्नोमेट्री मेजरमेन्ट अफ एङ्गलको च्याप्टरको सबभन्दा लास्ट एक्सर्साइज 6.6 को आज केही क्वेसनहरूको प्रब्लमहरूको सोल्युसन गर्न गइरहेको छु। यहाँ तपाईँ हेर्न सक्नुहुन्छ फर्स्ट क्वेसन के छ, इफ साइन थीटा इज इक्वल टू यति भए फाइन्ड द भ्यालु अफ tan थीटा। साइन थीटाको भ्यालु यति छ, फाइन्ड द भ्यालु अफ tan थीटा। यसको लागि तपाईँले ट्रिग्नोमेट्रिक टेबल जुन हामीले 8 क्लासमा 7 क्लासमा पढेछौँ त्यो ट्रिग्नोमेट्रिक टेबलले हामीले के गर्नुपर्छ, याद गर्नुपर्छ या याद हुनु पर्यो। यदि तपाईँ हरेक बच्चाहरूको बुकमा अप्टिम्याथको बुकमा त यो टेबल दिन्छ। यदि तपाईँसँग छैन भने तपाईँ के गर्न सक्नुहुन्छ, आफ्नो मोबाइलमा सर्च गरेर गुगलमा गएर तपाईँ यस्तो सर्च गर्न सक्नुहुन्छ। जस्तै मैले यहाँ त्यो माथि लेख्नु होला ट्रिग्नोमेट्री एङ्गल टेबल लेख्नुहुन्छ भने यहाँ हेर्न सक्नुहुन्छ तपाईँको यहाँ आइहाल्छ टेबल। अब यसले तपाईँ टर्न गरेर यहाँ तपाईँ हेर्न सक्नुहुन्छ, यहाँ त्यस यो टेबल छ। अब यहाँ क्वेसन के भनिरहेछ नि तपाईँले, यी साइन थीटा इक्वल टू √3/2 यसमा कति डिग्रीको भ्यालु हो, माने साइनको कति डिग्रीको भ्यालु यति छ। त म के गर्छु, यहाँ अब तपाईँले अलिकति म हेराइदिन्छु। साइन ए यहाँ दिएको छ, थीटा ए जुन पनि हुनसक्छ। साइन एमा हेर्न सक्नुहुन्छ तपाईँ, हामीले के चाहिँ √3/2 चाहियो। √3/2 यहाँ हेर्न सक्नुहुन्छ कति डिग्रीको, 60 डिग्रीको। बस यो कुरा तपाईँ बुझिहाल्नु भयो भने हामी अगाडि यसले हिसाबले बढाउन सक्छौँ। त्यसपछि हामीले के गर्छौँ, अब अगाडि बढ्ने हामी जस्तो यो सोल्युसन म दिइरहेछु है, सोल्युसन त अलरेडी म दिइहालेको छु। त्यसपछि यहाँ छ साइन थीटा इक्वल टू √3/2 छ। अब भर्खर हामीले हेरेँ साइन थीटा इक्वल टू कति डिग्रीको यो भ्यालु थियो, यहाँ तपाईँ हेर्न सक्नुहुन्छ √3/2 60 डिग्रीको। त कसको साइड त साइन 60 डिग्रीको भ्यालु थियो, त्यसैले म फेरि लेख्छु साइन थीटा इक्वल टू 60। साइन थीटा हुँदैन, डाइरेक्ट 60 डिग्री लेख्छु। यहाँ तपाईँ हेर्न सक्नुहुन्छ साइन म्याच भइहाल्यो। यहाँ थीटाको भ्यालु कति आयो हाम्रो 60 डिग्री। निकाल्नु के छ अहिले, भ्यालु अफ tan थीटा। यहाँ tan थीटाको भ्यालु निकाल्नुपर्छ। त जब थीटाको भ्यालु हामी तपाईँ यहाँ हेर्नुभयो 60 डिग्री आइहाल्यो, त tanको पनि हामी के गर्नुपर्छ, थीटाको ठाउँमा कति राख्नुपर्छ, tan पछि थीटाको ठाउँमा हामीले के राख्नुपर्छ, tan थीटा इक्वल टू tan 60 डिग्री, किनकि थीटाको भ्यालु कति छ 60 डिग्री। त्यसैले थीटाको ठाउँमा अब 60 डिग्री म यहाँ राख्छु। अब जान्छु म फेरि ट्रिग्नोमेट्री टेबलमा। ट्रिग्नोमेट्री टेबलमा ल्याउँछु तपाईँनिर। अब हेर्नुहोस् tan कहाँ छ, tan यहाँ छ, ठिक छ। tan 60 डिग्रीमा यसको भ्यालु कति छ, √3 छ नि। tanको भ्यालु 60 डिग्रीमा आउनुहुन्छ, tanको लाइन यो हो, tanको लाइनमा तपाईँ हेर्न सक्नुहुन्छ यो √3 छ। त्यसैले अब यसको ठाउँमा म के गर्छु, 60 डिग्रीको ठाउँमा के गर्छु, tan थीटा इक्वल टू √3 गरेर म के गर्छु, यसको एन्सर गरिदिन्छु। बस हामीले भ्यालु फाइन्ड आउट गर्नु पर्थ्यो। यसरी गरेर क्वेसन नम्बर ए मैले सल्भ गरिदिन्छु है। तपाईँको पछि बुक त छैन। 6.6 जुन एक्सर्साइज छ, 6.6 एक्सर्साइजमा मैले 1 बनाएँ, ठिक छ। यसको लागि तपाईँले नेटमा गएर या बुकमा तपाईँको बुकमा पनि दिएको हुन्छ त्यो ट्रिग्नोमेट्रिक एङ्गल टेबललाई डाउनलोड गर्नु होला त्यसको चार्टलाई। त्यसपछि साइन थीटा यति कति डिग्रीमा पर्छ त्यो डिग्री निकाल्नु होला। 60 डिग्री छ, 45 डिग्री छ, जति डिग्री छ त्यतिकै यहाँ फाइन्ड द भ्यालु जुन भ्यालु भनिएको छ त्यसको। जस्तै यसको 60 डिग्री फर इक्जाम्पल आयो, त tanको पनि के गर्नुपर्छ, 60 डिग्रीमा जानु होला, जुन नम्बर हुन्छ त्यही tanको भ्यालु भइहाल्छ। यस्तो गरेर एक नम्बर त सबले त्यस्तै निकालिदिनु होला। अब क्वेसन नम्बर 2 मा तपाईँ हेर्न सक्नुहुन्छ, इफ द साइन थीटा इक्वल टू 2x दिएको छ, √x and x + 1 फाइन्ड द भ्यालु अफ tan थीटा दिएको छ। यहाँ तपाईँ हेर्न सक्नुहुन्छ साइनको भ्यालु यहाँ दिइहालेको छ। त्यसपछि हामीले tan थीटाको भ्यालु निकाल्नुपर्छ। हामीले पछाडि फर्मुलामा पढेको थिएँ साइनको फर्मुला के हुन्छ, यदि तपाईँले थाहा छैन भने एउटा सिम्पल मेथड तपाईँले म सिकाइरहेको छु, तपाईँको टिचरहरूले पनि सिकाउनु भयो होला। पण्डित भोला प्रसाद हरे बोल सोना चानी तौल, यो एउटा फर्मुला हो। यसले हामीले कसरी निकाल्न सकिन्छ, हामीले यसमा यस्तो यस्तो लाइन दिएर, बुझ्नुभयो, यसले हामीले निकाल्न सकिन्छ। यसले के सम्झाउँछ तपाईँले, साइनको भ्यालु के हुन्छ p/h, कसको भ्यालु कति भइहाल्छ b/h, एन्ड tanको भ्यालु के भइहाल्छ p/b। यसले तपाईँले फर्मुला याद गर्नको लागि यसले सिकाउँछ तपाईँले। हामीसँग के छ तपाईँ हेर्न सक्नुहुन्छ, साइन थीटाको भ्यालु कति छ यो भ्यालुमा दिएको छ। त साइनको भ्यालु के हो, माथि होला p तल h। त यहाँ हेर्न सक्नुहुन्छ माथि होला p हो, तल होला यहाँ छ p। हाम्रो कति दिएको छ हामी यहाँ लेख्न सक्छौँ p इक्वल टू 2√x छ हो नि। त्यसपछि हाम्रो के छ, सेकेन्डमा h दिएको छ, तल यहाँ छु। h इक्वल टू हाम्रो कति छ, x
+1 दिएको छ हो नि। अब के बचिहाल्यो, हामीले कुनै पनि चिज निकाल्नको लागि हामीले के चाहियो, पी चाहियो, पाइथागोरस थ्योरम अनुसार पी चाहियो, त्यसपछि के चाहियो, एच चाहियो, त्यसपछि के चाहियो, बी चाहियो। त हामीसँग कुन कुन चिज छ, पाइथागोरस थ्योरी अनुसार पी छ, एच छ, हामीसँग बी छैन हो नि। त बीलाई म के गर्छु, त्यसलाई वाट मारिदिन्छु, बी इज इक्वल टु वाट, जुन चाहिँ थाहा छैन त्यसले हामी वाट मार्नेछौँ। त्यसपछि बाई के गर्नुपर्छ, युजिङ पाइथागोरस थ्योरी, बाई युजिङ पाइथागोरस थ्योरम, बाई युजिङ पाइथागोरस थ्योरम। अब हामी के गर्छौँ, पाइथागोरस थ्योरी लगाउँछौँ। त हामी हेर्नु, त हामी डाइरेक्ट के गर्छौँ, बीको फर्मुला लगाउँछौँ। त बीको फर्मुला के भइहाल्छ हामीले, यहाँ तपाईँले म हेराइदिन्छु, बी इज इक्वल टु, ठिक छ। अब स्क्वायर यता गएर अटोमेटिक रुटमा चेन्ज भइहाल्छ हो नि। त्यसपछि के हुन्छ, एच ठुलो हो, त्यसैले ठुलो वालाबाट के गर्नुपर्छ, स्मल नम्बर के हुन्छ माइनस गर्नुपर्छ, पी स्क्वायर हामी माइनस गर्छौँ। अब यसले हामी के गर्छौँ, सल्भ गर्छौँ है। एचको भ्यालु हाम्रो कति छ, एक्स प्लस 1, एचको स्क्वायर त्यसको स्क्वायर माइनस पीको भ्यालु कति छ, 2 रुट अन्डर एक्सको स्क्वायर। ल यसलाई हामी के गर्ने, फर्मुलामा लाग्नुपर्छ। फर्मुला तपाईँले थाहै छ कसरी फर्मुला लाग्नुपर्छ। जस्तै ए प्लस बीको होल स्क्वायर फर्मुला के हो, ए स्क्वायर प्लस 2ab प्लस बी स्क्वायर, 1को स्क्वायर गर्नुहुन्छ भने त्यही तपाईँको भ्यालु आउँछ। अब यसले हेर्नुहुन्छ भने यो के गर्यो, 2ले स्क्वायर गर्नुहुन्छ भइहाल्छ 4, यसले के गर्छ, रुट हटाएर एक्स भइहाल्छ। यतिसम्म त बुझ्नु भयो नि, यसले रुट हटाएर एक्स बनिहाल्छ। अब हामी के गर्छौँ, जसको भ्यालु छ नम्बरले हटाइदिने। अब अगाडि सल्भ गर्नुपर्छ। जस्तै यहाँ छ एक्स स्क्वायर, त्यसपछि यहाँ प्लस छ, यहाँ माइनस छ हो नि। त यहाँ प्लस माइनस माइनस, ठिक छ। 4xबाट 2x जान्छ भने हामीले के गर्नुपर्छ, 2x लेख्नुपर्छ, त्यसपछि प्लस 1 गइहाल्छ। अब यसले हेर्नुहुन्छ भने यो पनि अगेन फेरि फर्मुलामा गइरहेको छ। अब यो कुन फर्मुला, एक्स स्क्वायर माइनस 2ab प्लस बी स्क्वायर। यसमा हेर्नु 2ab प्लस बी स्क्वायर लुकेको हुन्छ, त्यसको फर्मुला अनुसार के भनिन्छ, यसलाई हामी अगाडिवालाको एक्स फर्स्टमा जुन छ त्यो साइन, त्यसपछि लास्टवाला नम्बर राख्नु, यसको स्क्वायर गर्नु। रुटले के गर्छ, रुटले भन्छ कि जसको स्क्वायर भइहाल्यो त्यसले तपाईँ बाहिर निकालिदिनुहोस्। त्यसको स्क्वायर भइहाल्यो, त्यसले म के गर्छु, बाहिर निकालिदिन्छु है। त्यो हाम्रो भयो, बीको भ्यालु आइहाल्यो। अब हामीले निकाल्नु के छ, टेन थीटा, ठिक छ। टेन थीटाको लागि हामीले के चाहियो, पी बाई बी चाहियो। हेर्नु यहाँ पहिलादेखि क्वेसनमा के थियो, हामीसँग पी थियो, एच थियो, बी थिएन, त्यसैले म के गरेँ, बी निकालेँ। अब म यहाँ स्ल्यास दिन्छु, अब लेख्छु नाउ, अब यता ठाउँ छैन तल, त्यसैले म यस्तो गरेर लेखेको छु। अब म निकाल्नु छ हामीले टेन थीटा हो नि। हामी के गर्छौँ, टेन थीटा इक्वल टु, हाम्रो फर्मुला के हो यसमा हेर्नुहुन्छ, पी बाई बी। पीको भ्यालु हाम्रो कति छ, पीको भ्यालु अलि ध्यानले तपाईँ हेर्नुहुन्छ भने यहाँ तपाईँले पीको भ्यालु यहाँ हेर्नुहुन्छ 2 रुट अन्डर एक्स, ठिक छ। त्यसपछि बीको भ्यालु भर्खर तपाईँ कति निकाल्नु भयो, एक्स माइनस 1। यस्तो गरेर तपाईँले बी नम्बर पनि सल्भ गर्न सक्नुहुन्छ। अब तपाईँले म हेराइदिरहेछु यो बी नम्बरले अलिकति तल। ल अब आएँ हामी क्वेसन नम्बर 3 मा। यसमा भनिरहेछ यो सर्ट क्वेसन हो, पछाडि मैले फेरि सर्ट क्वेसन यहाँ सल्भ गरिदिएछु। तपाईँले म क्वेसनमा हेराइदिरहेछु, हेर्न सक्नुहुन्छ तपाईँ। यहाँ अहिले के भयो, क्वेसन नम्बर 3 सर्ट क्वेसन स्टार्ट भएछ। त्योभन्दा पहिला हामी कुन पढेका थियौँ, यहाँ हेर्न सक्नुहुन्छ। सर्ट, भेरी सर्ट क्वेसन थियो 6.6 को, भेरी सर्ट क्वेसन 1 नम्बर 2 नम्बर मैले एउटा एउटा सल्भ गरिदिन्छु। यदि तपाईँले यसमा कुनै पनि क्वेसनमा प्रब्लम तपाईँले आइरहेछ भने तपाईँ प्लिज कमेन्ट गर्नु है। साथीभाइहरूले पनि सेयर गर्नु होला। केही समस्या नबुझेको र बुझेर बनाउनु होला। सबैको म रुल्स बाई रुल्स लेखाइदिन्छु, त्यसमा म फर्मुला पनि लगाइदिएँ। यसको जियोमेट्रिक टेबल चाहियो, यसको भर्खर पण्डित भोला प्रसादवाला फर्मुला बताएँ, त्यो फर्मुला युज गरेर बनाउनुहोस्। अब हामी के जाने, क्वेसन नम्बर 3 1 2 पछि डाइरेक्ट आउँछ पेज नम्बर 123बाट 124। यहाँ तपाईँ हेर्न सक्नुहुन्छ, मसँग फोटोकपी छ। ल यहाँ हेर्नु 124 पेज नम्बर आइहाल्यो। यसको क्वेसन नम्बर टोटल 10वटा क्वेसन छ, तर क्वेसन नम्बर 3 सर्ट क्वेसन्सहरू म यसबाट पनि एउटा सल्भ गरिदिन्छु, बचेको म फेरि सल्भ टाइम पाउँछ भने त्यो पनि सल्भ गर्छु है। त्यो क्वेसन नम्बर 3 पहिला बुझ्नु। यदि तपाईँले कुनै पनि क्वेसनमा प्रब्लम हुन्छ भने तपाईँ के गर्नु होला, कमेन्ट गर्नु होला, सोध्नु होला सर दिसको यो नम्बरमा हामीले प्रब्लम छ। त्यसै यो पनि बनाउनको लागि हामीले के चाहियो, फर्मुला हुनु पर्यो। हामीले फर्मुला हुनु पर्यो। त पछाडि म भर्खर फर्मुला लेखेको थिएँ, फेरि फर्मुला त्यो लेखिरहेछु। पण्डित भोला प्रसाद हरे हरे बोल सोना चानी तौल, ठिक छ। यो भइहाल्छ तपाईँको
अलिकति ध्यानले हेर्नुहुन्छ भने यो भइहाल्छ तपाईँको साइनको, यो भइहाल्यो कसको, यो भइहाल्यो टेनको। त साइनको के हो p/h, कसको के भयो b/h, यो भइहाल्छ तपाईँको टेनको p/b। हाम्रो यहाँ के दिएछ tan थीटा, यानि tan थीटाको भ्यालु कति होला, फर्स्टवाला के हो यहाँ तपाईँ हेर्नुहुन्छ यहाँ 3 छ, यो p हो, यानि p को भ्यालु कति भइहाल्यो 3। अब तलवाला b छ, त b को भ्यालु कति भइहाल्छ 4। त म यहाँ तपाईँले लेखेर हेराइदिएको छु। त्यसै tan थीटा इक्वल टु यहाँ तपाईँको कति छ, पहिला फर्मुला लेखिदिएको छु p/b, यो फर्मुला म यहाँबाट लिएँ है tan थीटाको। अब p को भ्यालु कति छ 3, यसको भ्यालु कति छ 4। यहाँसम्म तपाईँ बुझिहाल्नु भयो। हामीले निकाल्नु के छ, फाइन्ड द भ्यालु अफ cos थीटा एन्ड द cosec थीटा। यो गरेर हामीले 3 नम्बरको लागि cos थीटा एन्ड cosec थीटा निकाल्नुपर्छ। त cos एन्ड cosec को लागि के भइहाल्छ, त ट्रिग्नोमेट्रिक रेसियोमा के हुन्छ नि, cos को ठिक उल्टा cosec भइहाल्छ। यसको जुन छ त्यसको मतलब बुझ्नु न, बी यसको कसैको पनि रेसियो छ त्यो पनि म बताइदिन्छु। त पहिला यो हामी अगाडि बढ्ने, यसले म सल्भ गर्छु। हामीसँग p छ b छ, एउटा के छ h छैन, त हामीले के गर्छौँ h निकाल्छौँ कसरी, बाई युजिङ पाइथागोरस थ्योरम। ओके, पाइथागोरस थ्योरम अनुसार हामीलाई के चाहियो h चाहियो। त h इक्वल टु यस दुईटैले म भित्र राखेर सल्भ गर्छु। जब h बाहिर हुन्छ भने दुईटैले हामी के गर्नुपर्छ स्क्वायर गरिदिनुपर्छ, p स्क्वायर प्लस b स्क्वायर। ओके, यो दुईटैले जोड दिनुपर्छ। त p को भ्यालु कति छ हाम्रो 3 को स्क्वायर प्लस b को स्क्वायर 4 को स्क्वायर। अब गर्नुहुन्छ भने 3 3 जा 9 प्लस यो भइन्छ 16, जोडेपछि कति भयो हाम्रो 25। 25 कसको हो, त 25 हाम्रो के भइहाल्छ 5 को स्क्वायर हो। त 5 को स्क्वायर भइहाल्छ, त डाइरेक्ट म के गरिदिन्छु 5। h को भ्यालु आइहाल्यो हाम्रो 5। हामी निकाल्नु के छ cos थीटाको, cos थीटा निकाल्नको लागि अब म यही स्लाइसतिर बनाइदिएको छु है। जस्तै यो त भइहाल्छ NOW। नाउ हामीले चाहिँ यो क्वेसनमै यहाँ भनिदिएछ, तपाईँ अलिकति तल म गरिदिएको छु। cos थीटा इक्वल टु कति छ, त cos थीटा इक्वल टु cos को फर्मुला के हो b/h हो नि, b/h भइहाल्छ। b को भ्यालु हामीसँग कति थियो, b को भ्यालु तपाईँ हेर्न सक्नुहुन्छ 4 थियो, त म माथि राख्छु के 4। h को भ्यालु भर्खर मैले कति निकालेँ 5, h को भ्यालु म राख्छु 5। यो cos को भइहाल्यो, ठिक छ। अब आयो cosec को पालो, त cosec को लागि पनि सेम त्यस्तै गर्नुपर्छ। cosec थीटा हो, cosec थीटा इक्वल टु यो सबैको फर्मुला हुन्छ, यसको फर्मुला हुन्छ h/p हुन्छ यसको फर्मुला। यो साइनको ठिक उल्टा हुन्छ cosec को फर्मुला h/p। ओके, यो त्यो पनि तपाईँले याद गर्नुपर्छ। 8 क्लासमा तपाईँ पढ्नुभयो होला यो सबै कुरा। h को भ्यालु कति हाम्रो छ 5, यो p को भ्यालु कति छ यहाँ तपाईँ हेर्न सक्नुहुन्छ, p को भ्यालु 3। यस्तो गरेर हामीले दुईवटा एन्सर हामीले निकाल्ने, यस्तो गरेर 3 नम्बर पनि सल्भ भइहाल्यो। बाँकी सबै क्वेसन पनि त्यस्तै छ, यही फर्मुला यो फर्मुला युज गरेर तपाईँ 3 नम्बरको सम्पूर्ण क्वेसनहरू सल्भ गर्न सक्नुहुन्छ। यदि कुनै पनि क्वेसन तपाईँले हार्ड लागिरहेछ तपाईँ कमेन्ट गर्नु, सर यो नम्बर क्वेसन मैले बुझेन, यो धेरै हार्ड लागिरहेछ, प्लिज यसको पनि भिडियो हालिदिनु। त म त्यसको पनि भिडियो हालिदिन्छु। तर मेरो हिसाबले त यो सबैले बनाउनु पऱ्यो। त अझै कुन यसबाट बनाइदियो मेरो हिसाबले टफेस्ट तपाईँले लाग्छ कुन, जस्तै यो त आई थिङ्क बनिहाल्छ। सी नम्बर अलिकति टफेस्ट लाग्छ कि यी सबै लाइन बाई लाइन बनाऊ, लाइन बाई लाइन बनाउँछु त तपाईँको अलिकति टाइम बढी लिनुपर्छ। अनि यो छिटो एक दिनमा खत्तम हुनेवाला छैन एक्सर्साइज, अर्को दिन पनि यसले फेरि लिनुपर्छ। तपाईँ जे भन्नुहुन्छ त्यही गर्छु। तर फिलहाल अहिले 3 बनाएँ, त्यसपछि 4 बनाइदिएको छु। फेरि 5 को यो त एउटा रेसियो जस्तो बक्सै बन्छ, अल ट्रिग्नोमेट्रिक रेसियो लेख्नुपर्छ। त्यसपछि 6 नम्बरमा यो प्रुभ द्याट छ, प्रुभ द्याट होइन भ्यालु निकाल्नु छ। 7 नम्बरमा प्रुभ द्याट दिएको छ, 8 नम्बर 9 नम्बर। त बरु म ट्राई गर्छु सबैको एउटा एउटा सानो सानो बनाइदिनुको लागि, ठिक छ, आई विल ट्राई। ल बरु क्वेसन नम्बर के गर्छु 3 को बी नै बनाइदिएको छु, किनकि यो हेर्नमा अलिकति तपाईँहरूले पनि गाह्रो लाग्छ। त्यसैले मेरो एउटा त्यो भाइले पनि भन्यो कि यो बनाइदिनुहोस् सर, यो अलिकति गाह्रो छ। ल म प्रयास गर्छु, 3 नम्बर अल बनाउने प्रयास गर्छु है, म सब बनाउँछु। जस्तै यहाँ तपाईँको tan कति दिएको छ, tan को भ्यालु दिइहालेको छ हामीले, tan थीटा इक्वल टु 2 दिएको छ नि। त यहाँ यो हेर्नुहोस्, यो पहिला म यो तपाईँले गरेर हेर्नुहोस्, tan थीटा
थीटा इक्वल टू 2 दिएको छ। त्यसले अलिकति लजिक तौरले सोच्नुपर्छ भने यहाँ 3 मल्टिप्लाई छ उता गएर के गर्छ डिभाइड गर्छ। यो त तपाईले थाहा होला। त 2 माथि छ 3 गइहाल्यो यहाँ तल। त tan को हामीले फर्मुला माथि हामी पढेको थियौं। tan को फर्मुला के हो p/b, माथि वाला p तल वाला b, यानी यो कति भइहाल्छ माथि वाला हाम्रो p तल वाला के भइहाल्छ b भइहाल्छ। त p को भ्यालु 2 र b को भ्यालु तपाईको यति भइहाल्छ। यहाँ हेर्न सक्नुहुन्छ। अब हामी के गर्नुपर्छ त्यो हामीले के छ p छ b छ नियत छैन। त हामीले के गर्नुपर्छ बाइ युजिङ पाइथागोरस थ्योरी नाउ पाइथागोरस थ्योरम हामी युज गर्छौं। पाइथागोरस थ्योरम युज गर्न पछि हामीले के गर्नुपर्छ h को भ्यालु निकाल्नुपर्छ। h इक्वल टु हामीले के चाहियो h इक्वल हामीले रुट अन्डर के राख्नुपर्छ p स्क्वायर प्लस b स्क्वायर यस्तो गरेर हामीले राख्नुपर्छ। हामी यस्तो गर्छौं डाइरेक्टमा भ्यालु राख्दिनु है भाइ। जस्तै p को के छ भ्यालु 2 को स्क्वायर प्लस यसको भ्यालु छ 3 को स्क्वायर। अब यसलाई सल्भ गर्नुहुन्छ 2 दुना 4 4 प्लस यो के भयो 3 3 9 भन्छ जोडेपछि रुट अन्डर 3 आइहाल्यो है। रुट अन्डर 3 आइहाल्यो। अब हामीले निकाल्नु के छ sin थीटा। sin थीटा को भ्यालु कति छ sin थीटा के हो sin थीटा को यहाँ त भ्यालु छ sin को हुन्छ p/h। त हामीसँग p कति छ p/h इक्वल टु p को भ्यालु कति छ हामी यहाँ त p को भ्यालु भर्खर यहाँ निकालेको थियौं। p को भ्यालु यति छ 2 म राख्छु 2 h को भ्यालु कति हट्यो रुट अन्डर 3। त एउटाको हाम्रो निस्किहाल्यो दुईटा सोधेको रहेछ अनि cot थीटा। त cot थीटा निकाल्नको लागि हामी के गर्नुपर्छ ल अब यहाँ हामीसँग के गर्ने sin थीटा p/h आइहाल्यो। अब निकाल्नु के छ cot थीटा। then cot थीटा इक्वल टु यसको फर्मुला हुन्छ 1/tan थीटा। ठीक छ 1/tan थीटा। अब हामी यसले सल्भ गर्छौं भने कस के भइहाल्छ 1 को 1 भइहाल्छ। ठीक छ। अब यसमा तपाई हेर्नुस् tan को भ्यालु कति दिएको छ यहाँ tan को भ्यालु हामी निकालेको छ 2/3 त माथि 2 तल 3। अब यो हुन्छ मेन बटा जुन यो छ ठीक छ यो 1 यति गइहाल्छ मल्टिप्लाई 3 गइहाल्छ माथि 2 गइहाल्छ तल। यो माथि सँग के गर्छ मल्टिप्लाई 3 1 जा 3 2 यस्तो गरेर cot थीटा को भ्यालु भयो 3/2। यस्तो गरेर क्वेशन नम्बर 3 अल सल्भ भइहाल्यो है। अब हामीले के गर्नुपर्छ अब जाने क्वेशन नम्बर 3 को सी नम्बर। ए बनाए बी बनाए अब सी नम्बर ल अब जाने हामी क्वेशन नम्बर 3 को सी नम्बर। इफ sin थीटा इक्वल टु cos थीटा छ then find the value of sin theta cos theta and the tan theta। यो तपाईँ क्वेशनमा म हेराइदिएको छु। यहाँ क्वेशनमा पनि सेम त्यस्तै दिएको छ। सी नम्बर ए बनाए बी नम्बर सी नम्बर sin थीटा इक्वल टु फाइन्ड द भ्यालु अफ cos थीटा tan थीटा। अब यसले हामीले सल्भ गर्नुपर्छ। त हामीले के गर्नुपर्छ यहाँ क्वेशन जुन दिएको छ त्यसले म पहिला सेम टु सेम लेखिदिएको छु। sin थीटा इक्वल टु cos थीटा यसको मतलब के हो sin थीटा जति छ त्यति cos थीटा हो। म के गर्छु बोथ साइडमा cos थीटा यहाँ हेर्नु sin cos tan निकाल्नु छ त बोथ साइडमा म के गर्छु cos थीटा ले डिभाइड गरिदिन्छु। तब हाम्रो के हुन्छ भ्यालु आउँछ। त्यसपछि हामी tan को भ्यालु आउँछ। त्यो भ्यालु युज गरेर हामीले यसको sin को cos को एन्ड tan को दुईटै tan को त पहिल्यै नै आइहाल्छ त्यसपछि sin cos को हामी भ्यालु निकाल्दिन्छौँ। जस्तै यहाँ हामीले के गर्नुपर्छ बोथ साइडमा के गर्नुपर्छ डिभाइड गर्नुपर्छ। यानी डिभाइडिङ बोथ sides by cos theta। ओके cos theta ले हामी बोथ साइड डिभाइड गर्छौं। हाम्रो के भइहाल्छ यसमा पनि cos ले डिभाइड हुन्छ तल यसमा पनि cos ले डिभाइड हुन्छ तल। त यो क्वेशनले फेरि म लेख्छु हेर्नु म क्वेशनैले सारे छु सेम टु सेम। अब सेम टु सेम फेरि लेख्छु sin थीटा इक्वल टु cos थीटा। डिभाइड मतलब के हो डिभाइड गर्नु कुनै पनि चीजले तल राखेर डिभाइड गर्नु बोथ साइड दुईटै साइडमा कसले cos थीटा यहाँ दुईटैको तल हामीले के राख्नुपर्छ cos थीटा यानी cos थीटा त्यसको पनि तल के राख्नुहुन्छ cos थीटा। त तपाईं हेर्न सक्नुहुन्छ यहाँ cos थीटा कुनै नम्बर सेम हुन्छ हामीले के गर्छ त्यसले काट्दिन्छ हो कि हैन। अब हामी के गर्नुपर्छ यो sin थीटा र cos थीटा यसको भ्यालु के हुन्छ तपाई पछाडी फर्मुला याद छ भने तपाई फर्मुला याद गर्नु 8 क्लासमा त्यो सबै पढ्नु भयो होला। tan थीटा भइहाल्छ त tan थीटा को भ्यालु कति हुन्छ 1। त यसरी गरेर हामीले एउटाको भ्यालु अहिले नै निकालिदिएछौं। अब हामीले के हुन्छ tan थीटा को भ्यालु हामीले पछाडी भर्खर पढेको थिए पण्डित भोला प्रसाद हरिहरि बोल सोना चाँदी तौल त्यसमा tan को भ्यालु कति छ हियर
tan को भ्यालु कति थियो हाम्रो फर्मुला p by b थियो p by s थियो के थियो p by के होला s थियो म तपाईलाई हेराइदिएको छु यहाँ तपाई हेर्न सक्नुहुन्छ tan को भ्यालु कति छ p by b छ p by b को भ्यालु हामी निकाल्नु पर्छ p by b म यहाँ के गर्छु tan theta is equal to p by b ओके p by b भइहाल्यो अब हामीले के गर्नुपर्छ जब tan को भ्यालु 1 छ त p को भ्यालु पनि के भइहाल्छ 1 भइहाल्छ b को भ्यालु के भइहाल्छ 1 भइहाल्छ यस्तो गरेर हामीले पाइथागोरस थ्योरी युज गर्नुपर्छ त्यसको हामी निकाल्नुपर्छ त्यसले म कसरी यहाँ गएर निकाल्दिछु स्ल्यास दिएर यस्तो 9 नम्बर c नम्बर एउटै ठाउँमा भइहाल्छ त्यसैले म यसले स्ल्यास दिएर यही निकाल्दिएको छु है यहाँ के गर्छु p को भ्यालु हाम्रो कति छ p इक्वल टु tan को भ्यालु जब 1 छ त p को भ्यालु पनि के भइहाल्छ 1 एन्ड b को भ्यालु कति के भइहाल्छ 1 भइहाल्छ अब यसले हामी युज गरेर हामीले के निकाल्नु पर्छ के भन्छ h को भ्यालु p छ b छ अब बाँकी के रह्यो h हामी बाइ युजिङ पाइथागोरस थ्योरम इक्वल टु अब h इक्वल टु रुट अन्डर हामी के गर्नुपर्छ p स्क्वायर प्लस b स्क्वायर गर्नुपर्छ p को कति छ 1 को स्क्वायर प्लस 1 को स्क्वायर रुट अन्डर भइहाल्छ अब गर्नुहुन्छ भने तपाईले यसले जोड्नुहुन्छ भने दुईटै भइहाल्छ 1 को स्क्वायर गर्नुहुन्छ तपाईको के भइहाल्छ 1 प्लस 1 यानी रुट अन्डर के आइहाल्यो 1 1 2 h को भ्यालु आइहाल्यो कति आइहाल्यो रुट अन्डर 2 अब हामीले के थियो p थियो b थियो अब h पनि आइहाल्यो अब हामीले के गर्नुपर्छ साइन को लागि h चाहियो h चाहियो नि त्यसले म तपाईलाई हेराइदिन्छु साइन को लागि के छ p by h चाहियो हामीसँग p थियो h थिएन त्यसैले म के गरे h निकाल्दिन्छु अब यसले सल्भ गर्छु दैट फर हाम्रो tan आइहालेछ sin थीटा इक्वल टु हाम्रो के थियो भरको फर्मुला मैले तपाईले बताए p by h p को भ्यालु हाम्रो कति छ p को भ्यालु कति बताए थिए 1 h को भ्यालु भर्खर निकाले कति हामीले रुट 2 ओके त्यसपछि हाम्रो हेर्नु tan निस्किहाल्यो अब sin पनि अब पछि हामीहरुको cos निकाल्नु पर्छ cos को भ्यालु कति छ यस cos थीटा इक्वल टु cos को भ्यालु हामीले फेरि पछाडी जान्छु भने तपाईले यहाँ हेराइदिन्छु cos को भ्यालु कति छ यहाँ cos को भ्यालु कति छ b by h b हाम्रो कति छ b तपाई हेर्नुहुन्छ 1 त b by h इक्वल टु b हाम्रो 1 छ h कति छ रुट अन्डर 2 यस्तो गरेर यो निस्किहाल्यो tan को भ्यालु अलरेडी दिएको छ त एकचोटी अझै म लेखिदिएको छु tan थीटा इक्वल टु यहाँ म डाइरेक्ट इक्वल टु 1 लेखिदिएको छु है यहाँको इक्वल टु काट्नुस् यस्तो गरेर हाम्रो तीनवटै अब यहाँ ध्यानले तपाई हेर्न सक्नुहुन्छ 3 को c नम्बर हाम्रो तीनवटै सल्भ भइहाल्यो अब हामी के गर्ने डाइरेक्ट 4 नम्बर जाने कि के गर्ने तपाई जे भन्नुहुन्छ त्यही हामी गर्छौं अब तपाईले हेर्नमा त अलिकति गाह्रो लाग्छ मलाई डी नम्बर पनि बनाइदिउ कि भन्नुहुन्छ डी नम्बर पनि बनाइदिन्छु ल डी नम्बर बनाइदिन्छु ओके ल अब यहाँले हामी क्वेशन नम्बर डी मा इफ 5 tan थीटा इक्वल टु 4 फाइन्ड द भ्यालु अफ यो दिएको छ यसको भ्यालु हामीले निकाल्नु पर्छ यहाँ पहिले नै भनिदिएको छ तपाई हेर्नुस् 5 tan थीटा आउने बित्तिकै त्यसको ठाउँमा हामीले के राखिदिनु पर्छ 4 त फाइन्ड द भ्यालु अफ यो निकाल्नु पर्छ जसरी कसरी यसमा हामीले cos थीटाले डिभाइड गरे बोथको तल राखेर त्यसपछि हामीले sin cos सेम त्यस्तै यसमा पनि cos थीटाले हामी के गर्छौं डिभाइड गर्छौं म क्वेशन अलरेडी यहाँ लेखिसकेको छु तपाई हेर्न सक्नुहुन्छ ओके म एकचोटि हामीले के गर्नुपर्छ यहाँ तपाई हेर्न सक्नुहुन्छ 5 tan थीटा इक्वल टु हामी 4 अलरेडी छ अब यो यसमा म के गर्छु cos थीटाले डिभाइड गर्छु अनि माथिल्ला पनि cos थीटाले डिभाइड गर्छु तलला पनि cos थीटाले डिभाइड गर्छु यहाँ लेख्दिन्छु डिभाइडिङ इन बोथ साइड बाइ के cos थीटा ओके बोथ साइड मैले के गर्छु cos थीटाले डिभाइड गर्छु पहिलो यो माथिल्लालाई म लेख्छु यानी 5 sin थीटा minus 3 cos थीटा अब यसको तल म एउटा सानो लाइन दिन्छु यसमा कसले डिभाइड गर्नु छ cos थीटा ओके अब मेन बट्टा यो छ यानी यो मेन लाइन छ फ्र्याक्सन मेन फ्र्याक्सन लेखे त्यसपछि फेरि लेख्छु यो तल होला 5 sin थीटा प्लस 2 cos थीटा अलिकति राइट ह्यान्ड गडबडाइरहेछ त्यसको लागि अब के गर्ने अब फेरि बोथ साइड भनिदिएछ cos थीटा डिभाइड गर्नको लागि त तलवालामा पनि म cos थीटाले के गर्छु डिभाइड गर्दिन्छु अब यसले हामी के गर्न अगाडि सल्भ गर्नु
अब यहाँ हेर्नुहोस् यो जुन cos थीटा छ यो दुईटैको लागि दुईवटा टर्म छ यो cos थीटा यसको तल पनि छ यसको तल पनि छ हामी लाइक फ्र्याक्सन बनाउँथे दुईटैको तल जब सेम नम्बर छ भने एउटै राखेर सल्भ गर्थे सेम त्यही प्रोसेस यसमा पनि हामी युज गर्छौँ जस्तै यहाँ माथि के छ 5 sin थीटा ठीक छ त cos थीटा यसको पनि हो म अब फ्र्याक्सनले डिभाइड गरिदिँदैछु है cos थीटा यसमा पनि राखिदिँदैछु cos थीटा त्यसपछि माइनस त्यसपछि यो छ 3 cos थीटा डिभाइडेड बाई के गर्छु यसको तल पनि cos थीटा यसको पनि हो cos थीटा गएर यहाँ म लेख्दैछु अब तल पनि सेम कहानी म दोहोऱ्याउँछु है यसमा पनि छ 5 sin थीटा अब तल के भन्छ cos थीटा त्यसपछि प्लसको प्लस 2 cos थीटा इक्वल टु यसमा पनि cos थीटा हेर्नु यदि माथि प्लस माइनस छैन यदि इलिमेन्ट सेम छ भने हामीले के गर्नुपर्छ काट्न पर्छ जस्तै cos थीटा छ यसले म काटेँ यो cos थीटा यसले काटेँ अब हेर्नु sin थीटा डिभाइडेड बाई cos थीटा छ त sin थीटा डिभाइडेड बाई cos थीटा यदि जब आइहाल्छ त माथि क्वेसनमा तपाईँ जानुहुन्छ क्वेसन नम्बर सी मा 3 को सी मा त तपाईँ हेर्न सक्नुहुन्छ मैले यहाँ सल्भ गरेको थिएँ अलिकति ध्यानले हेर्नुहुन्छ भने sin थीटा डिभाइड बाई cos थीटा थियो भने यो अटोमेटिक यसको ठाउँमा मैले के राखेँ tan थीटा राखिदिएँ tan थीटा भ्यालु कति छ 1 हुन्छ त अब यसको ठाउँमा के गर्छु डाइरेक्ट tan थीटा राखिदिन्छु अब जानु हामी क्वेसन नम्बर जुन हामी अहिले बनाइरहेको छौँ यही बनाउँछु अब अलिकति हामी स्ल्यास दिएर यता बढिरहेछु किनकि उता स्पेस त हामीसँग छैन बढी डाइरेक्ट म यहाँ स्ल्यास दिएर यता म बढिहाल्छु अब हेर्नु यसलाई काटिदिए त मैले यता के बच्यो मात्र 3 यता के बच्यो मात्र 2 बच्यो यता के छ sin थीटा बाई cos थीटा छ यानी यसको ठाउँमा हामीले के राख्नुपर्छ tan थीटा यता के भन्छ 5 अब यो दुईटैको ठाउँमा राख्छु tan थीटा माइनस यता कटेपछि के बच्यो 3 अब यसको तल यस्तो लाइन इक्वल टु यसमा पनि के गर्छु 5 tan थीटा प्लस अब त यो कटिहालेछ बच्यो 2 अब क्वेसनमा जानुहोस् यहाँ 5 tan थीटा आउने बित्तिकै हामीले के राख्नुपर्छ 4 त 5 tan थीटा आइहाल्यो यसको ठाउँमा के राख्छु 4 माइनस 3 यसमा पनि 5 tan थीटा आउने बित्तिकै के राख्छु 4 प्लस 2 अब यसमा 4 बाट 3 गयो 1 अब 4 मा जोड्नुहुन्छ भने 6 यस्तो गएर हामीले क्वेसन नम्बर 3 को डी पनि मजाले सल्भ गर्दिए अब जाने हामी क्वेसन नम्बर कसमा 3 को ल अब हामी जाने क्वेसन नम्बर 3 को ई नम्बर हेर्नु इफ tan थीटा इक्वल टु तपाईको x बाई y tan थीटा आउने बित्तिकै x बाई y राखिदिने फाइन्ड द भ्यालु अफ x sin थीटा मतलब यो दिन दिए थियो यसको भ्यालु हामीले फाइन्ड आउट गर्नुपर्छ अब जाने हामी क्वेसन नम्बर 3 को ई नम्बरमा यहाँ हामी के गर्छौँ tan थीटा आउने बित्तिकै के लेख्नुपर्छ tan थीटा इक्वल टु x बाई y म पहिला लेखिदिएँ अब हेर्नु cos छ त्यसमा पनि के गर्छु डिभाइडिङ बोथ साइड बाई cos गर्छु डिभाइडिङ बोथ साइड बाई cos थीटा सेम पछाडि जस्तै हामीले डिभाइड गरे त्यस्तै यसलाई म के गर्छु लेखेर डाइरेक्ट डिभाइड गर्छु x sin थीटा त पछाडि हामी के गर्यो बोथ साइडमा हामीले के cos से डिभाइड गर्नुपर्छ डाइरेक्ट म के गर्दैछु cos ले दुईटैमा डिभाइड गर्छु cos थीटा त्यसपछि के छ माइनस y cos थीटा डिभाइड बाई cos थीटा पछाडि यो वाला प्रोसेस बुझ्नुभयो त यो मजाले बुझिहाल्नुहुन्छ त्यस्तै यसमा पनि cos sin थीटा डिभाइड बाई cos थीटा प्लस y cos थीटा डिभाइड बाई cos थीटा cos के भइहाल्छ कटिहाल्छ हो कि हैन अब हामीले थाहै छ sin बाई cos आउने बित्तिकै हामीले के राख्नुपर्छ tan थीटा माइनस y यही नै छ त्यसमा हामी के गर्छौँ यसमा पनि के गर्छौँ x tan थीटा त्यसपछि प्लस y यति हामीसम्म गरिहाल्छौँ है अब हामीले यसले के गर्नुपर्छ अगाडि बढाउनुपर्छ यानी हामीले अब बुझ्नुपर्छ tan थीटा को ठाउँमा हामीले के राख्नुपर्छ अब x बाई y अब त्यस्तै गर्छु tan थीटा को ठाउँमा के गर्छु x बाई y राखेर म बनाउँछु है tan थीटा को ठाउँमा के हुन्छ x यता भइहाल्छ अब यसले माथि म घुस्काइदिएको छु अब tan थीटा जुन छ यसको ठाउँमा x y अनि x मल्टिप्लाई यो मल्टिप्लाई हो ब्र्याकेटमा राखिदिन्छु x y माइनस y डिभाइडेड बाई यता पनि x छ यसमा पनि म के गर्छु पोइन्ट राखेर x y त्यसपछि प्लस y यतिसम्म बुझिहाल्नु भयो अब म के गर्छु यससँग यो कट्नेवाला छैन माथि माथि के गर्छु मल्टिप्लाई गरिदिरहेछु त्यसपछि हामीले अगाडि बढ्नुपर्छ अब हेर्नु
माथि मल्टिप्लाई गर्छु भने यो भइहाल्छ एक्स स्क्वायर डिभाइडेड बाई वाई माइनस वाई। यो यसमा मल्टिप्लाई गरेर एक्स स्क्वायर डिभाइड वाई माइनस वाई, यहाँ बुझिहाल्नु भयो। अब जानु तलवाला फिजमा, यसमा पनि एक्स स्क्वायर बाई वाई प्लस वाई, यसमा पनि के गरेँ मैले एक्स एक्स मल्टिप्लाई गरेँ, एक्स वाईको वाई प्लसको प्लस वाईको वाई राखिदिएँ। अब हेर्नु यसले पनि बट्टामा चढाउनुपर्छ, त्यसको लागि म के गर्छु पहिला यसले यसमा मल्टिप्लाई गर्छु वाई 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 स्क्वायर, यानि एक्स स्क्वायर माइनस वाई स्क्वायर डिभाइडेड बाई के भइहाल्छ वाई स्क्वायर। ठिक छ, अब मेन बट्टा दिन्छु, सेम त्यस्तै यसले पनि त्यही प्रोसेस युज गर्छु। अलिकति यो लङ प्रोसेसमा गइरहेछ है, अलिकति ठुलो ठुलो गइरहेछ। यसमा पनि के गर्छु एक्स स्क्वायर माइनस वाई बाई वाई स्क्वायर डिभाइड बाई वाई स्क्वायर। यति बुझिहाल्नु भयो, जस तर स्क्वायर छैन, मिस्टेक भयो मैले है। अब हेर्नु तल यसको तल पनि वाई छ, यसको तल पनि वाई छ, त्यसले म के गर्नु तल तल जहिले पनि काट्दिनु। त माथि के बच्यो एक्स स्क्वायर माइनस वाई स्क्वायर। ठिक छ, तल के बचिहाल्यो एक्स स्क्वायर प्लस वाई स्क्वायर। यहाँसम्म त बुझिहाल्नु भयो हाम्रो। अब यो न अगाडि बढिरहेछ न घटिरहेछ। अब यसले फर्मुलामा लग्नुहुन्छ भने बढी हुन्छ, बरु यहीँ हामीले के गर्नुपर्छ यसको एन्सर दिइदिनुपर्छ। यसो गरेर हामीले यो 3 नम्बर पुरै सल्भ भइहाल्यो। अलि लामो गइहाल्यो, तर तपाईँ पछाडि घुस्काएर तपाईँ हेर्न सक्नुहुन्छ भने हामीले क्लियर हेर्न सक्नुहुन्छ। जस्तो यहाँ अलिकति ठुलो भयो, डिभाइडिङको साइड गएर ल। अब हामी जाने क्वेसन नम्बर अब अगाडितिर बढ्ने। ल अब आउने क्वेसन नम्बर 3 को एफ नम्बर, दुईवटै क्वेसन मात्र बाँकी छ। 3 नम्बर कम्प्लिट भयो, त्यसपछि 4 मा इन्टर गरिहाल्ने। इफ साइन इक्वल टु यति दिएको छ त फाइन्ड द भ्यालु अफ tan थीटा हामीले निकाल्नुपर्छ। यहाँमा क्वेसन अलरेडी तपाईँको सार लिन्छ है, कपी गरेर राख्छु। अब हामीले के गर्नुपर्छ यसले सल्भ गर्नुपर्छ। यहाँ भनिदिएको छ यदि साइन थीटा आइहाल्यो भने हामीले के गर्नुपर्छ साइन थीटालाई यो भ्यालुमा राख्नुपर्छ। त्यो यो स्टार नोटपछि हामीले tan थीटा निकाल्नुपर्छ। हामी खोज्नुपर्छ कि पहिला कुनै पनि हामी के गर्छौँ डिभाइड गर्थ्यो कसले कस थीटाले। कसको फर्मुलामा साइन थीटा आउँछ कि आउँदैन, एउटा फर्मुला चाहिँ स्क्वायर होला, त्यसमा के हुन्छ साइन थीटा आउने गर्छ। मतलब यहाँ थीटा जे हुन्छ अल्फा हुन्छ अल्फा, थीटा हुन्छ भने त म कस थीटा जे चाहिँ फर्मुलामा राखेको छु त्यसमा हामी के गर्छौँ युज गर्छौँ भने त्यसको फर्मुलामा साइन आउँछ। त साइनको भ्यालु यति छ, त कस स्क्वायर थीटा एउटा फर्मुला छ जसमा हुन्छ 1 माइनस साइन स्क्वायर थीटा। त कसमा पहिला खोज्नु होला, जुन क्वेसन दिएर चाहिँ कस बढी गरेर कसैको युज गर्छ, यसमा पनि कस पछाडि पनि कसले हामी के गर्छ डिभाइड गरियो कुनै पनि क्वेसनलाई ट्रिग्नोमेट्रीमा बढी सल्भ गर्छ। त्यहाँ हेर्न तपाईँ सक्नुहुन्छ यी कस स्क्वायर थीटा इक्वल टु 1 माइनस साइन स्क्वायर थीटा हामीले पाइहाल्यो। अब साइनको ठाउँमा हामीले के राख्नुपर्छ, साइनको ठाउँमा हाम्रो जुन भ्यालु दिएको छ त्यो भ्यालु युज गरेर हामीले सल्भ गर्नुपर्छ यो प्रब्लमलाई। तपाईँले म हेराइदिएको छु, जस्तै कस स्क्वायर थीटा इक्वल टु 1 माइनस साइनको ठाउँमा म के राख्छु ए माइनस 1 जे भ्यालु छ साइनको, त्यसपछि के गर्छु ए प्लस कति ए प्लस 1। जब साइनको स्क्वायर छ त यसको पनि के हुन्छ स्क्वायर हुनु पर्यो। अब यसले हामी सल्भ गर्छौँ भने 1 माइनस यो जुन तपाईँको जुन दिएको छ नि त्यो भनेको चाहिँ यो यसको फर्मुला हामी युज गरेर पनि बनाउन सकिन्छ। जस्तै यहाँ छ तपाईँको ए माइनस 1 को डिभाइडेड बाई ए प्लस 1 को दिएको छ। अब म के गर्छु यो स्क्वायर दुईटैको लागि हो, म के गर्छु पालो पालो दुईटैमा स्क्वायर दिन्छु। ए माइनस 1 को स्क्वायर यो दुईटैको नि हो, त तल पनि जे छ ए प्लस 1 को स्क्वायर। यसले बट्टामा चढाउनको लागि योसँग मल्टिप्लाई गर्छ भने ए प्लस 1 को स्क्वायर माइनस यो अलरेडी के छ ए माइनस 1 को स्क्वायर। अब तल यो के भइहाल्छ ए प्लस 1 को स्क्वायर अलरेडी यहाँदेखि बचिहाल्छ। अब यसले हामी फर्मुला बिर्सिनु पर्छ ए प्लस बी को होल स्क्वायर ए माइनस बी को होल स्क्वायर। अब बिचमा के छ माइनस, त हामीले के गर्नु यसको फर्मुला ए स्क्वायर प्लस 2a प्लस बी स्क्वायर, यो एउटा फर्मुला भइहाल्छ माइनस माइनस। यसमा ए माइनस बी को होल स्क्वायर फर्मुला के हुन्छ ए स्क्वायर माइनस 2ab प्लस बी स्क्वायर, यो फर्मुला भइहाल्छ। अब तल के छ ए प्लस 1 को होल स्क्वायर, यसले स्क्वायर छोड्नु। अब हामी यसले सल्भ गर्छौँ भने हामी के हुन्छ ए स्क्वायर प्लस 2a प्लस 1 माइनस अब साइनसँग मल्टिप्लाई गर्नुहुन्छ ए स्क्वायर माइनस माइनस प्लस 2a। ठिक छ, माइनस 2a त्यसपछि प्लस माइनस माइनस 1 भइहाल्छ। अब तल हाम्रो के छ ए प्लस 1 को होल स्क्वायर। अब हामी यो साइन माइनस यो साइन प्लस हो, इलिमेन्ट सेम छ भने यसले काट्दिनु। यसमा हेर्नुहुन्छ भने तपाईँको यो भइहाल्छ माइनस प्लस माइनस भइहाल्छ। ठिक छ, यसले हामीले जोड्न पाउँछ, यानि 4a
त्यसपछि यो हेर्नु यसको प्लस यसको माइनस छ त्यसले हामीले काटिदियौँ बच्यो कि हाम्रो तल a प्लस 1 को होल स्क्वायर हाम्रो बचिहाल्यो माथिको सबै कटिहाल्यो बचिहाल्यो अब हामी निकाल्नु के को छ cos स्क्वायर थीटा हाम्रो कति थियो cos स्क्वायर थीटा यो कन्टिन्यू यहाँसम्म लेखाउँछ अब यो जब तपाईको स्क्वायर छ त्यो इक्वल टु पछि के भन्छ साइन चेन्ज गर्छ त म यहाँ cos स्क्वायर थीटा राखेर और राखेको छु योसम्म cos स्क्वायर थीटा गर्नु स्क्वायर उता गएर के बनिहाल्छ अटोमेटिक रुट बनिहाल्छ त तपाईले म यहाँ देखाइदिन्छु cos थीटा इक्वल टु रुट अन्डर 4a डिभाइडेड बाई a प्लस 1 को होल स्क्वायर यसले के भन्छ जसको स्क्वायर हुन्छ त्यो मात्र बाहिर आउँछ जस यसको स्क्वायर भइहाल्यो त्यो पुरै बाहिर आइहाल्छ त म के लेख्छु a प्लस 1 लेखिदिन्छु ब्र्याकेटमा अब यसमा 2 को स्क्वायर हुन्छ भने 2 मात्र बाहिर आउँछ बाँकी के रहिहाल्यो हाम्रो रुट अन्डर a बचिहाल्यो हो कि हैन यति नि रुट अन्डर हामीले a बचिहाल्यो यसपछि हामीले के गर्नुपर्छ tan थीटा को फर्मुला के हो tan थीटा फर्मुला युज गरेर हामीले अब अर्को निकाल्नु पर्छ हामी के गर्छौं नाउ n o w हामीले cos निकाले अब क्वेशनमा हामीले के सोधिरहेछ tan थीटा अब tan थीटा को फर्मुला के हो अब यहाँ देखि हामी tan थीटा को फर्मुला युज गरेर लगाउँ त पहिला देखि हामीले के गर्दै आएको थियो जहाँ जहाँ हाम्रो के थियो sin बाइ cos थियो त्यसको डाइरेक्ट म के गर्थे tan लेख्थे त tan को फर्मुला तपाईले के हुनु पर्छ tan छ भने डाइरेक्ट sin बाइ cos लेखिदिनु होला हामीसँग कुन चीज आइहालेको छ त साइन हाम्रो अलरेडी त्यहाँ छँदैछ यहाँ हेर्न सक्नुहुन्छ साइनको भ्यालु छँदैछ त्यसपछि cosको भ्यालु हाम्रो भर्खर निकाले यो आइहाल्छ अब tan को फर्मुला लगाउँछु tan को फर्मुला के भइहाल्छ tan थीटा इक्वल टु फर्स्टमा के हुन्छ sin थीटा डिभाइडेड बाइ cos थीटा त साइन को भ्यालु हाम्रो अलरेडी क्वेशनमा के दिएको छ a माइनस 1 a प्लस 1 ठीक छ अब यसको कति आइहाल्यो म के लेख्छु क्वेशन जुन दिएको छ ती क्वेशनले म रिपिट गरिदिन्छु साइन को भ्यालु यसमा पनि छ यहाँ तपाईं हेर्न सक्नुहुन्छ a माइनस 1 त्यसपछि के a प्लस के छ 1 यति बुझिहाल्नु भयो अब आउनुस् त्यसमा कसमा यो cos को भ्यालु कति आएछ रुट अन्डर a त्यसपछि a प्लस 1 यस दुईटैले ब्र्याकेटमा घेरिदिएको ठीक छ अब तलको यदि नम्बर सेम छ नि त्यसले काटिदिनु ओके अब यसले माथि के भइछ a माइनस 1 तल के भइछ 2 रुट अन्डर a यो तपाईको मेन एन्सर भयो यस्तो गरेर हामीले निकाल्नु के थियो tan थीटा को भ्यालु फाइन्ड यसको युज गरेर मैले cos को टेबलमा आयो यसले सल्भ गर्दा यहाँसम्म आयो cos थीटा को भ्यालु मैले निकाले त्यसपछि tan थीटा को भ्यालु मैले निकालेपछि हाम्रो अब क्वेशन नम्बर 3 को डी एफ पनि सल्भ भइहाल्यो अब जाने नेक्स्ट क्वेशन 3 को हाम्रो जी नम्बर छ इफ द sin थीटा इज प्लस cos थीटा इज इक्वल टु 3 भयो यहाँ sin थीटा प्लस cos थीटा आउने बित्तिकै हामीले 3 लेख्नुपर्छ यसको भ्यालु हामीले फाइन्ड आउट गर्नुपर्छ अब हामी डाइरेक्ट जाने कम टु द क्वेशन नम्बर त sin थीटा प्लस cos थीटा इज इक्वल टु 3 दिएको छ हामीले यसले म लेखिदिने छु त्यसपछि हामीले बोथ साइडमा अब अगाडि बढेर यहाँ क्वेशनमा अलरेडी लेखिसकेको छु अब म के गर्छु यी दुईटैमा के गरिदिएको छ स्क्वायर गरिदिएको छ त यो क्वेशनले पहिला लेख्नु sin थीटा प्लस cos थीटा इक्वल टु 3 छ ओके त हामीले निकाल्नु के छ sin स्क्वायर थीटा प्लस cos स्क्वायर थीटा हो नि यसै फर्मुला युज गरेर म के गर्छु स्क्वायर गरिदिन्छु बोथ साइडमा ओके स्क्वायरिङ बोथ साइड्स ओके यानी यसको पनि स्क्वायर गर्नुस् sin थीटा प्लस cos थीटा यस्तो आउँछ नि त यसले फर्मुलामा लगाउनको लागि हामीले के गर्नुपर्छ स्क्वायर गर्नुपर्छ त अब यो फर्मुलामा कसरी जान्छ तपाईले यहाँ हेर्न सक्नुहुन्छ मस्त a स्क्वायर a प्लस b को होल स्क्वायर फर्मुला के हो a स्क्वायर प्लस 2 a को भ्यालु कति छ b को भ्यालु के छ त्यसपछि b को स्क्वायर के हुन्छ इक्वल टु 3 3 जा 9 भइहाल्छ यहाँसम्म त आई थिंक सबैले क्लियर होला अब यहाँ sin थीटा यसको पार्टनर कुनै छ छैन त sin थीटा म लेखेँ प्लस एउटा कुरा नोट्स तपाई बुझिहाल्नु यदि कुनै पनि ठाउँमा sin थीटा डट cosec थीटा यदि तपाईले लगिहाल्यो भने यसको भ्यालु 1 हुन्छ यति तपाई दैट फर याद गर्लिनु है यति याद गर्नुहुन्छ भने तपाईको बुझ्नु 10% प्रब्लम सल्भ भइहाल्छ यानी यसको ठाउँमा हामीले डाइरेक्ट के राख्नुपर्छ 1 यो दुईटाको ठाउँमा इन्टु मल्टिप्लाई के गर्दिन्छु 1 गर्दिन्छु त्यसपछि के छ हाम्रो
यो प्लस हुन्छ, यहाँ प्लस मैले बिर्सिहालेको थिएँ, प्लस कोसेक स्क्वायर थीटा इक्वल टू 9। अब हामी हेर्नुहुन्छ ध्यानले यो भइहाल्छ हाम्रो साइन स्क्वायर थीटा प्लस कोसेक स्क्वायर थीटा हो कि होइन। जब यो प्लस 2 भइहाल्यो, 2 यहाँ नम्बर छ, यता नम्बर छ, त नम्बर एक ठाउँमा लग्नुपर्छ। यहाँ 2 यहाँ प्लसमा छ, उता गएर के हुन्छ 9सँग सब्ट्र्याक्ट गर्छ। द्याट फर साइन स्क्वायर थीटा प्लस कोसेक स्क्वायर थीटा इक्वल 9बाट 2 जान्छ भने 7। हाम्रो एन्सर यहाँ निस्किहाल्यो। यो प्रब्लम पनि सल्भ भइहाल्यो। तपाईँ हेर्न सक्नुहुन्छ। मस्त स्क्रिनसट लिनु, अगाडि बनाउनुहोस्। अब जाने हामी क्वेसन नम्बर कसमा 3 अल कम्प्लिट भयो। यदि कुनै पनि प्रब्लम या समस्या आइरहेको छ तपाईँको यो बुझ्नमा सिक्नमा, तपाईँ हामीहरू च्यानलमा कमेन्ट गर्नु, लाइक गर्नु, सब्सक्राइब गर्नु, साथीभाइहरूले सेयर गर्नु। उहाँहरूले केही प्रब्लम छ भने सिक्न सक्नुहुन्छ, जे प्रब्लम छ त्यो पनि सोध्न सक्नुहुन्छ। अब हामी डाइरेक्ट जाने क्वेसन नम्बर 4मा, त्यसपछि म बन्द गरिदिन्छु, हामीसँग टाइम पनि छैन त्यति। अब जाने हामी क्वेसन नम्बर 4 को एनमा तपाईँ हेर्न सक्नुहुन्छ। इफ साइन थीटा इक्वल टू, साइनको भ्यालु हाम्रो पी बाई क्यू दिएको छ। अब यसले सो गर्नु छ tan थीटा इक्वल टू पी हामीले फाइन्ड आउट गर्नुपर्छ, सो द्याट गर्नुपर्छ। ओके, अब हामी के गर्छौँ, डाइरेक्ट यसको प्रब्लम सल्भ गर्न गइन्छौँ। यहाँ तपाईँ हेर्न सक्नुहुन्छ साइन थीटा इक्वल टू पी बाई क्यू। त म भन्छु पहिला कसमा साइन आउँछ भने हामीले त्यो फर्मुला युज गर्नु। हामीले थाहा छ कसमा साइन आउँछ, त पछाडि जसरी हामीले युज गरेको थिएँ कस स्क्वायर थीटा इक्वल टू 1 माइनस के थियो, 1 माइनस बिर्सिहाल्नु भयो, साइन स्क्वायर, यो याद राख्नु होला, साइन स्क्वायर थीटा। त्यस्तै युज गर्नु। त जब यता कुनै चिज स्क्वायर थियो त उता गएर के हुन्छ अटोमेटिक रुटमा चेन्ज भइदियो। त म स्क्वायर नलेखेर डाइरेक्ट के गर्छु, त्यसलाई रुटमा राखिदिन्छु। नि 1 माइनस साइन स्क्वायर थियो, त साइन स्क्वायर, यसको त स्क्वायर हट्दैन, यसलाई म लेखिदिन्छु। अब हामी हेर्न सक्नुहुन्छ त हाम्रो साइनको भ्यालु क्वेसनैमा हामीले दिएछ, साइन स्क्वायर यानि पी बाई क्यूको स्क्वायर गर्नुपर्छ, यानि पी बाई क्यूको होल स्क्वायर। अब यसलाई हामी सल्भ गर्छौँ भने तपाईँ हेर्न सक्नुहुन्छ यो स्क्वायर कसको, दुईटैजनाको स्क्वायर हो। त 1 माइनस पी स्क्वायर यसले पनि दिइदियो, यो स्क्वायर यसले पनि दिइहाल्छ। अब एउटा फ्रेक्सनमा चढाउनुको लागि रुल्स के हो, तलसँग यसमा मल्टिप्लाई गर्ने, यानि क्यू स्क्वायर माइनस पी स्क्वायर। तल हाम्रो जुन नम्बर छ त्यसलाई हामी यस्तो राख्न सकिन्छ। अब हामीले के गर्नुपर्छ, अब यतिसम्म तपाईँ बुझिहाल्नु भयो भने हामीले के गर्नुपर्छ, यहाँ tan थीटा दिएको छ, tan थीटा इक्वल टू कति छ, पी छ। त tan थीटाको फर्मुला के हो, हामी पछाडि पढ्दै आएछ, साइन थीटा बाई कस थीटा आउने बित्तिकै जब हामी tan लेख्न सक्छौँ त tan थीटा इक्वल टू साइन बाई कस थीटा हामी लेख्न सक्छौँ। त हामी के गर्छौँ, नाउ एउटा डिस्टेन्स छोडेर tan थीटा इक्वल टू यसको फर्मुला हामी के थियो, साइन थीटा डिभाइड बाई कस थीटा। यति त बुझ्नुहुन्छ नि। त साइनको भ्यालु हाम्रो कति दिएको छ, त पी बाई के दिएछ, क्यू। अब कस थीटाको भ्यालु कति छ, त कस थीटाको भ्यालु हामीले भर्खर निकाल्ने, यहाँ कस थीटा इक्वल टू कति आएछ, रुट अन्डर पी स्क्वायर माइनस क्यू स्क्वायर। यसको मतलब के, जसको स्क्वायर भइहाल्यो त्यो नम्बर तपाईँले के गर्नुपर्छ, बाहिर निकाल्न सक्नुहुन्छ, हो कि होइन। माथिवाला हेर्नु, यसमा साइन छ, यसले के हुन्छ, टर्म इन्डिकेट गर्छ, तर तलमा साइन छैन, सिङ्गल छ। यसले हामीले के गर्छौँ, जब निकाल्नुहुन्छ नि यसले बाहिर, त माथिवालाको स्क्वायर हट्दैन, बुझ्नुभयो, किनकि यसमा प्लस माइनस छ। तलवालाको भइहाल्छ स्क्वायर हटिहाल्छ। त यसको हाम्रो भ्यालु कति आइहाल्यो, रुट अन्डर कसको भ्यालु कति आइहाल्छ, क्यू स्क्वायर माइनस पी स्क्वायर। त्यसपछि तल के भइहाल्छ, क्यू भइहाल्छ। अब तलको नम्बर जब सेम छ भने हामीले के गर्ने, यसलाई काट्दैन, माथि के बच्यो पी, तल के बच्यो रुट अन्डर, तपाईँ हेर्न सक्नुहुन्छ क्यू स्क्वायर माइनस पी स्क्वायर। अब हाम्रो tan थीटाको भ्यालु आइहाल्यो। tan थीटाको भ्यालु हामीले निकाल्नको लागि भनेको थियो, tan थीटाको भ्यालु आइहाल्यो। लेकिन अहिले पनि अलिकति बाँकी छ, जुन तपाईँले अब म यहाँ सल्भ गर्दैछु साइडमा, यता साइडमा सल्भ गरिदिउँ, ठिक छ। अब म के गर्छु, एलएचएस यानि एलएचएस लेफ्ट ह्यान्ड साइडले म प्रुभ गर्छु। त लेफ्ट ह्यान्ड साइडले हामीले के गर्नुपर्छ, यो जुन भ्यालु हामीहरूको आएको छ, जुन क्यू स्क्वायर माइनस पी स्क्वायर, यो हाम्रो कसको भ्यालु छ, यहाँ पी बाई क्यू, यो भ्यालु चाहिँ टेनको भ्यालु, यो भ्यालु हाम्रो कसको भ्यालु हो कि होइन। त हामीले यसले राखेर डाइरेक्ट माथिवाला नम्बरलाई राखेर कसको हाम्रो के हुन्छ, माथिवाला तपाईँ हेर्न सक्नुहुन्छ। त माथिवाला के हुन्छ, कसको पछाडि मैले क्वेसन सल्भ गरेको थिएँ, त्यसमा गइहाल्यो, त्यो पण्डित भोलाको साथहरू सोनाचरीको कहाँ गइहाल्यो, यहाँ छ, कसको भ्यालु छ, बी बाई यहाँ छ। हामीले बीलाई बी जुन छ त्यसले मात्र युज गर्नु छ, यानि माथिवाला यसको बी के भइहाल्छ, यो भइहाल्छ। त रुट अन्डर
क्यू स्क्वायर माइनस पी स्क्वायर यसलाई राखिदिएँ। ओके, अब म के गर्छु मल्टिप्लाई गर्छु कसँग टेनको भ्यालुसँग। त टेनको भ्यालु हाम्रो कति आएछ त्यससँग म यसमा मल्टिप्लाई गर्छु। यसमा मल्टिप्लाई तल माथिल्लोसँग मल्टिप्लाई तलल्लोसँग के हुन्छ डिभाइडको रिलेसन हुन्छ। यो त तपाईँले थाहै होला, माथि गइहाल्छ पी तल भइहाल्छ रुट अन्डर। त्यस्तै जस्तै हामीले माथि गरेको छ क्यू स्क्वायर माइनस पी स्क्वायर। अब यो दुइटै सेम भइहाल्यो त म यसले काटिदिन्छु इक्वल टु पी गरिदिन्छु। हामीले माथि क्वेसनमा भन्छ tan थीटा इक्वल टु पी, त tan थीटा इक्वल टु हामीले के हुन्छ आरएचएस प्रुभ भइहाल्यो। ओके, यस्तो गरेर हामीले प्रुभ गर्छ। अलिकति ट्रिग्नोमेट्री तपाईँले लाग्छ कि हो यसले कन्फ्युजन छ, तर कन्फ्युजन के हो यसले अलिकति ध्यान दिएर बुझ्नुहुन्छ, फर्मुलाहरू याद गर्नुभएछ भने केही छैन। अब हामी क्वेसन नम्बर कसमा जाने, क्वेसन नम्बर 4 को बीतिर। ल अब क्वेसन नम्बर 4 को बीतिर जाने। तपाईँ हेर्न सक्नुहुन्छ 4 को बीमा चाहिँ cot थीटा इक्वल टु पी बाई क्यू दिएको छ, सो द्याट पी स्क्वायर प्लस बी स्क्वायर रुट अन्डर दिएको छ cos थीटा इक्वल टु पी दिएको छ। हामीले हेर्न सक्नुहुन्छ तपाईँको यो जुन भ्यालु दिएको छ तपाईँले फाइन्ड आउट गर्नुपर्छ यसमा कुन भ्यालु कसको हो। अब यसले हामी सोल्युसनतिर लाग्ने है। ल यहाँ तपाईँ हेर्न सक्नुहुन्छ यसमा जस्तै 4 को बीमा छ कसको फर्मुला के भइहाल्छ। कसको फर्मुला हामी अस्ति पढे जस्तै हामी निकालेको थियौँ नि पी बाई एच गरेर, त्यस्तै जस्तै cos थीटा इक्वल टु हाम्रो के थियो पी बाई एच थियो। त्यसमा पी को भ्यालु हाम्रोसँग केही छ त्यसैले, तर एच को भ्यालु तल हामीले त्यसमा दिएको छ। त्यसमा रुट अन्डर के दिएको थियो पी स्क्वायर प्लस क्यू स्क्वायर, यो हाम्रो एच को भ्यालु दिएको छ। अब हामी के गर्छौँ एलएचएस इक्वल टु आरएचएस प्रुभ गर्नुपर्दा हामी लेफ्ट ह्यान्ड साइडमा के छ एलएचएस इक्वल टु हाम्रो के दिएको छ तपाईँको क्वेसनमा तपाईँ यदि हेर्न सक्नुहुन्छ भने क्वेसनमा तपाईँ हेर्नुहोस् है। त्यसो यहाँ छ पहिला यो फर्मले हामीले सेम टु सेम उतार्नुपर्छ यतावाला फर्मलाई। ओके, पी स्क्वायर प्लस क्यू स्क्वायर यहाँ मल्टिप्लाई हुन्छ cos थीटाको भ्यालु हामीले निकालेको छौँ। यहाँ हेर्न सक्नुहुन्छ हामीले के गर्नुहुन्छ रुट अन्डर यसले जस्तै क्वेसनमा छ रुट अन्डर पी स्क्वायर प्लस क्यू स्क्वायर मल्टिप्लाई के थियो cos थीटा। हामीले के हुन्छ रुट अन्डर पी स्क्वायर प्लस क्यू स्क्वायर मल्टिप्लाई cos थीटाको हामी भर्खर फर्मुला के निकाल्यो पी बाई यो cosको फर्मुला के छ पी बाई रुट अन्डर पी स्क्वायर प्लस क्यू स्क्वायर। अब यो म्याच भइहाल्यो त्यो कटिहाल्यो पी। अब हामी के हुन्छ इक्वल टु आरएचएस यस्तो गरेर प्रुभ भइहाल्यो। अब यस्तो 4 को बी पनि कम्प्लिट भयो। ल साथीभाइहरू आजको लागि यति नै। अरू मैले अलिकति काम पनि छ। यदि तपाईँले यसमा कुनै पनि कुरा नबुझ्नुभयो होला भने प्लिज यसमा कमेन्ट गर्नु होला, सब्सक्राइब गर्नु, र यो च्यानल तपाईँले राम्रो लाग्छ भने हामी च्यानललाई सब्सक्राइब गर्नु होला, साथीभाइ भन्नु होला उहाँलाई यदि कुनै पनि सब्जेक्टमा प्रब्लम छ त्यो सबै सब्जेक्टको बारेमा हामी यसमा भिडियो बनाउँछौँ। तपाईँ हेर्न सक्नुहुन्छ तपाईँको इच्छा अनुसार मैले यो एक्सर्साइज च्याप्टर के भन्छ च्याप्टर 9 को यो एक्सर्साइज 6 मा स्टार्ट गर्दैछु। मैले के गरेँ नि मैले उता बिचमा धेरै 9 क्लासको छोडिदिएको थिएँ जे दिनसम्म अब बच्चाहरू ट्रिग्नोमेट्रीमा पुगिहालेको थियो तिनीहरू भन्ने थियो हाल्नको लागि भिडियो। द्याट्स वाइ आई स्टार्ट फ्रम द ब्याक साइड। अब अगाडिबाट धेरै एक्सर्साइज कम्प्लिट भयो होला र फेरि पछाडिबाट बनाउँछु भने त्यो बनाइलिनु भएछ भने फेरि दुबारा बनाएर के फाइदा। त्यसैले म बरु सबभन्दा लास्टबाट बनाइदिन्छु। यदि 6.1 बनाउनु भएर चाहिँ 2 बनाउनु छ म सबभन्दा लास्टदेखि बनाइरहेको छु ट्रिग्नोमेट्रीको। त्यहाँबाट त्यसपछि 6 बनाएँ 6.5 बनाउँछु 6.4 बनाउँछु। त्यस्तो गरेर पछाडिबाट चल्छु। यसले तपाईँले पनि बुझ्नमा सहयोगमा अगाडि टिचरभन्दा पनि अगाडि तपाईँ बनाउन सक्नुहुन्छ। यो च्यानल तपाईँलाई राम्रो लाग्यो भने प्लिज यसलाई सब्सक्राइब गर्नुहोला। केही समस्या हुन्छ भने कमेन्टमा गर्नुहोला। ल धन्यवाद भाइ बहिनीहरू, थ्याङ्क्स फर वाचिङ दिस भिडियो।